नमस्कार सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई देखाउँदैछु मेरो एउटा गाउँको सानो बजार। त्यसको नाम चाहिँ हो सेल्पु बजार। यो चाहिँ सिटोङ 3 मा पर्छ है। आज छोरा र म यसो घर बसेको बेलामा छुट्टीमा म आज सेल्पु बजार जाँदैछु। आज तपाईहरुलाई मेरो गाउँको बजार स्कुलहरु कस्तो छ आज म यो भिडियोमा देखाउने छु। बैंक खोल्न छ नि जेसीकेमाको पासबुकमै किन्दैदैन। कहाँ गएको? नमस्ते भने यहाँ छिटो नमस्ते गर। नमस्ते भन। हेलो भन्देऊ। टेरिका। यो चाहिँ हो सेल्पु पञ्चवती हाई स्कुल। पहिला हामी खेलेर हुर्किएको ग्राउन्ड सेल्पु ग्राउन्ड। अनि अहिले छोरा पनि यही खेल्दैछ है। अनि अब चाहिँ म तपाईहरुलाई लगेर जाँदैछु सेल्पु बजार कस्तो छ हेर्नुस्। अहिले चाहिँ म छु यो पार्लरमा सेल्पु बजारको पार्लरमा। एकदमै राम्रो छ पार्लर है। यहाँनिर भाइले एकदमै सजाएर राखेको छ। जति पनि यहाँनिर पार्लरमा चाहिने सामग्रीहरू छ त्यो सबै छ। यहाँनिर ट्रेनिङहरू पनि दिइन्छ, सर्टिफिकेटहरू पनि दिन्छ है। यहाँनिर एकदम सस्तो छ, उचित मूल्यमा यहाँ ट्रेनिङहरू गर्न सक्नुहुन्छ। यो चाहिँ सेल्पु बजारमा सबै सामग्रीहरू छ। यहाँनिर जस्तो भन्नुहुन्छ भाइले त्यस्तै बनाइदिन्छ तपाईहरुलाई। यो चाहिँ अहिले नयाँ दोकान खोलिएको छ, आजैदेखिको सुरु। यो चाहिँ हो सुमिरन भाइको दोकान। यहाँनिर चाहिँ नानीहरूको सामग्रीहरू पाइन्छ है। जेरेक्सहरू पनि गरिन्छ, लेमिनेसनहरू पनि गरिँदो रहेछ, फोटो फ्रेमहरू पनि गरिन्छ, फोटोहरू निकालिन्छ। जति पनि तपाईहरुको नानीहरूलाई चाहिने सामानहरू छ त्यो चाहिँ यो सुमिरन भाइको हाम्रो भाइको दोकानमा पाउँदो रहेछ नानीहरूको लागि चाहिँ है। आउनुस् तपाईहरु पनि। यहाँ मोबाइल कभरहरू देखिको लिएर सबै फाइलहरू है, सबै के सामानहरू चाहिँ सबै यहाँ पाउँदो रहेछ। हेर्नुस् के रहेछ। अब नाम भनिबस्नु त सकिएन है। फोटो फ्रेमहरू है जति देख्दैछु म त्यति चाहिँ म तपाईहरुलाई देखाउँदैछु। आउनुस् होला तपाईहरु पनि हेर्नु भाइको नयाँ दोकानमा है। आजदेखिको ओपनिङ भएको रहेछ। कुन साइडमा रहेछ यो दोकान लोकेसन हेरिराख्नुस् तपाईहरुले। हेलो भाइ। हेलो। के पाउँदो रहेछ यहाँ दोकानमा चाहिँ? यहाँ चाहिँ तपाईको विशेष गरी अब स्कुलको आइटम भयो हैन, स्टेसनरीमा सबै अब एभाइलेबलै छ। अन्त अरूमा चाहिँ तपाईको अनलाइन अब अहिले त जुनै पनि कुरा अनलाइनै छ हैन। अन्त अनलाइनको पनि तपाईको धेरै जस्तै यो प्यान कार्डदेखि लिएर भयो आधार कार्डको धेरैवटा कुराहरू पनि गरिन सकिन्छ, भोट कार्डको भयो। अन्त अरू पनि धेरै तपाईको अनलाइन फर्म फिलअपहरू भयो हैन स्कुलको, त्योहरू पनि सबै हुन्छ। साथै अब मेरोमा चाहिँ यो फोनको मोबाइलको एसेसरिजहरू पनि पाइन्छ। साथै त्यसमा अब ल्यामिनेसन भयो, पासपोर्ट भयो, अरू पनि धेरै कुराहरू चाहिँ यसमा यहाँ दोकानमा चाहिँ हुन्छ। ल धन्यवाद। यहाँ दोकान हेरिहाल्नुस् भाइको यस्तो छ है। अघि देखाइसकेको छु भिडियोमा है। अहिले भने चाहिँ म आइपुगेँ दिलकुमार दाजुको कपडा दोकानमा। यहाँनिर धेरै प्रकारको डिजाइनको कपडाहरू आइसकेको छ नयाँ नयाँ। तपाईहरु पनि आउनुहोस् यहाँनिर दिलकुमार दाजुको दोकानमा। हेर्नु सक्नुहुन्छ आशिष भाइको दोकानमा के पाइन्छ। यहाँ सबै सजाएर राखिएको छ। अहिले चाहिँ आइपुगेँ म असित भाइको फेरि नयाँ क्याफेमा। हेर्नु सक्नुहुन्छ यहाँनिर के पाइन्छ हाम्रो सानो बजार सेल्पुमा। राख्नु यहाँ पनि हेर्नुहोस् त। यहाँनिर पाइन्छ तपाईको पिज्जा, बर्गर, यो सबै चीजहरू यहाँ पाउन सक्नुहुन्छ है। अर्डरमा पनि दिन्छ भाइले। यो लोकेसन हो। यो बजारदेखिको भित्रपट्टिबाट पसेर सिँढीबाट उकालो चढ्नुपर्छ। ल हेर्नुहोस् एकदमै क्लिन गरेर राखेको छ भाइले।
एकदमै राम्रो छ। आउनुहोस् तपाईँहरू पनि यहाँनिर। अहिलेको हालैको शिल्प बजार। अझै दोकानहरू कति बन्द भइसकेको रहेछ। अनि यो हो बहिनी आशिकाको दोकान। यहाँनिर पनि लेडिजहरूको लागि एकदमै राम्रो कस्मेटिक सामानहरू पाउन सक्नुहुन्छ। ले हेर्नु सक्नुहुन्छ तपाईँहरूले के रहेछ। आएर हेर्नु होला। सबै चिज म देखाउन सक्दिनँ, आएर हेर्नु होला। यो चाहिँ हो हाम्रो लोकेसन। यो उकालो जाने बाटो चाहिँ हो कर्सियङ दार्जिलिङको लागि। यहाँबाट उँधो चाहिँ जान्छ तपाईँको बिरिक डाँडा, कालिम्पोङ र सिलगढी जाने बाटो। यो चाहिँ हो ग्राउन्ड जाने बाटो, स्कुल ग्राउन्ड। यो भित्र चाहिँ बजार। अहिले जस्ट मैले घुमाएर लिएको तपाईँहरूलाई। सानो बजार छ, सबै चिज यहाँनिर एभाइलेबल पाउँछ है। सिलगढी जानुको त्यति जरुरत पनि छैन। यहाँको मान्छेहरूलाई यहीँनिर सबै चिज पाउँछ। हेलो। यो चाहिँ हो हाम्रो होलसेल दोकान। यहाँनिर पनि धेरै प्रकारको सामग्रीहरू पाइन्छ है। यहाँ हेर्न सक्नुहुन्छ। यो बाहिरबाट देखाइदिँदैछु तपाईँहरूलाई। यहाँनिर हार्डवेयर दोकानहरू पनि छ। यहाँनिर चाहिँ जुत्ताहरू, नानीको स्कुलको जुत्ताहरू, अनि तपाईँहरूले लगाउने जस्तो जस्तो जुत्ताहरू छ त्यो सबै पाइन्छ यो कुन्दनको दोकानमा चाहिँ। यो चाहिँ हो हाम्रो ग्रिलको दोकान। यहाँनिर हावाहरू पनि हाल्छ गाडीमा है, टायरहरू पनि बनाउँछ। यहाँ अहिले भने चाहिँ आइपुगेँ म फेरि केक दोकानमा। हाम्रो प्रवेश भाइको केक दोकानमा आइपुगेँ। तपाईँहरूले पनि प्रवेश भाइको यहाँनिर नम्बर दिएको छु। यहाँनिर केकको अर्डर गर्न सक्नुहुन्छ है। लाठपन्चर, सिटोङ है, जहाँ जहाँबाट तपाईँहरू लाठपन्चर, सिटोङ, नस्पति गाउँ, घलेटार होइन, जो यो एरियामा पर्नुहुन्छ, केकको जरुरत पऱ्यो भने यहाँबाट केक लानु सक्नुहुन्छ। हेर्नुहोस्, बर्थडे अनि एनिभर्सरी तपाईँहरूले लानु सक्नुहुन्छ अर्डर गरेर पनि। फोन नम्बर यहाँनिर दिएको छु, हेर्नुहोस् होला। र भन्दै आजको लागि यो भिडियो यति नै। अर्को भिडियोमा तपाईँहरूलाई भेट्नेछु। हाम्रो बजार देखाइदिइहालेँ तपाईँहरूलाई। धन्यवाद।